बनिहारहरू धेरै चलाक हुन्छन्। बिस्तारै बिस्तारै यसले पकड जमाउँछ र एक दिन आउँछ जब व्यक्तिले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन। भनिन्छ म जानुपर्छ, तर जानु भनेको केवल एउटा शब्द मात्र होइन। शरीर काँप्छ, मन अस्थिर हुन्छ र इच्छा हुन्छ हरेक प्रहार पीडादायी हुन्छ। तर एउटा सानो सुरुवातले पुरै खेल बदल्न सक्छ। यही सुरुवातका लागि हामीले ब्यान अल्को बनाएका छौँ। यो उपचार होइन, यो सहारा हो। बिस्तारै बिस्तारै मनलाई शान्त पार्छ, चाहनालाई नियन्त्रणमा राख्छ र मान्छेलाई आफैलाई फेरि समात्ने मौका दिन्छ। किनभने लडाई बानीको होइन, लडाई आफूमाथि फेरि अधिकार जमाउने हो। ब्यान अल्को यो यात्राको पहिलो पाइला हो। जब कुनै व्यक्ति लामो समयसम्म रक्सी वा अरू कुनै प्रकारको नशा गर्छ, शरीर त्यो नशाको बानी पर्दछ। यही कारणले गर्दा जब नशा छोडिन्छ, क्रेभिङ अर्थात् नशा लिनुको तीव्र इच्छा अर्थात् तलब लाग्छ र विड्रल सिम्टम्स जस्तै बेचैनी, रिस, टाउको दुख्ने, निद्रा नआउने वा डर लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। मानिसहरू पटक पटक नशा छोड्न असफल हुन्छन् वा नशा छोड्न डराउँछन्। यही कारणले ब्यान अल्कोको निर्माण गरिएको हो। यो प्राकृतिक ड्रपले शरीर र मन दुवैलाई सन्तुलित बनाउँछ। यसले नशाको क्रेभिङ अर्थात् तलबलाई मात्र बिस्तारै कम गर्दैन, बरु विथड्रलका लक्षणहरूलाई पनि नियन्त्रण गर्छ। शरीरबाट विषालु तत्त्वहरू निकाल्छ, जसले गर्दा व्यक्ति मानसिक र शारीरिक रूपमा बलियो बन्छ र नशा छोड्न सजिलो र सुरक्षित हुन्छ। वास्तवमा ब्यान अल्कोहलले नशाको लतबाट मात्र छुटकारा दिलाउँदैन, बरु व्यक्तिलाई स्थिर र स्वस्थ जीवनतर्फ लैजान्छ। यही यसको सबैभन्दा ठूलो फाइदा हो। त्यसैले डिएको नम्बरमा फोन गर्नुहोस् र आजै ब्यान अल्को मगाउनुहोस्। रक्सीले हाम्रो घर मात्र टुटाएको थिएन, यसको असरले हामीलाई भित्रैदेखि टुक्राएको थियो। मेरो श्रीमान कहिल्यै धेरै हाँस्ने, जिम्मेवार र मायालु बुबा हुनुहुन्थ्यो। तर जब आफ्नै मान्छेहरूले धोका दिए र व्यापार सकियो, उहाँ भित्रैदेखि टुट्नुभयो र बिस्तारै रक्सीको लतमा फस्दै जानुभयो। सुरुमा लाग्यो समयसँगै सबै ठिक हुन्छ, तर अवस्था दिन बिग्रदै गयो। यहाँसम्म कि एक दुई पटक हात समेत उठ्यो। म भित्रैदेखि टुटिसकेकी थिएँ, तर भन्न सक्ने हिम्मत थिएन। यही बीच मैले इन्टरनेटमा नशा छुटाउने उपाय खोजेर ब्यान अल्को ड्रप्सको बारेमा थाहा पाएँ। मानिसहरूको अनुभव पढेर मैले यो मगाएँ र हरेक दिन चुपचाप 10 देखि 15 थोपा उहाँको चियामा हाल्न थालेँ। सुरुमा उहाँलाई थाहा भएन, तर 2 हप्तामा परिवर्तन देखिन थाल्यो। चिरचिरोपन कम भयो र एक दिन उहाँले आफै भन्नुभयो, अब नशा राम्रो लाग्दैन। यो दिन मेरो आँखामा आएका आँसु पीडाका थिएनन्, राहत र खुसीका थिए। यदि तपाईँ पनि नशा छोड्न चाहनुहुन्छ वा आफ्नो परिवारमा कसैलाई नशा छोडाउन चाहनुहुन्छ भने दिएको नम्बरमा फोन गर्नुहोस् र आजै ब्यान अल्को मलाउनुहोस्।